नमस्कार कृषक दाजुभाइ तथा दिदीबहिनीहरू। अहिले म यो 3 पाते सुन्तलामा, यसलाई हामी वन सुन्तला पनि भनिन्छ, यसलाई कलमी गर्दैछु। यसलाई मुन्टो काट्नुपर्ने हुन्छ। करिब 4 अङ्गुल माथिबाट म काटिरहेको छु र सुन्तलाको मुन्टा पात काटेर यसरी दुई साइडबाट तास्ने अनि चिस्यानको लागि मुखमा राख्ने अनि यो काटेको भागलाई चाहिँ बीचबाट चिर्ने। अनि यो सुन्तला यसरी चाहिँ चिरेको ठाउँमा राख्ने, दुई साइडै घाउ नदेखाउने। अनि यसलाई राम्रोसँग पानी र हावा नछिर्ने गरी बाँध्नुपर्छ। अनि यसरी बाँधिसकेपछि हामी मङ्सिर पुस माघसम्म प्लास्टिक टनलभित्र राख्छौँ। अनि फागुन लागिसकेपछि हामी यसलाई चाहिँ यो प्याडबाट निकालिन्छ। अनि यो बाँधेको बन्धन पनि सफल भइसकेपछि, यो पलाइसकेपछि फुकाउने गरिन्छ। धन्यवाद।